नमस्कार साथीहरू, आज हामी यस भिडियोमा नेपाली शेयर बजारको ताजा जानकारी प्रदान गर्ने क्रममा हामीले एक उत्कृष्ट नयाँ कम्पनीको विवरण प्रस्तुत गर्न गइरहेको छौँ। भोलिदेखि निष्कासन हुन गइरहेको यस कम्पनीको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढ्दै गएको छ। हाल सेकेन्डरी बजारमा प्रति किता करिब 3,000 रुपैयाँमा कारोबार भइरहेको यस कम्पनीको एफपिओ निष्कासन लगानीकर्ताहरूका लागि सुनौलो अवसर हुन सक्छ। यस भिडियोमा हामी कम्पनीको शेयर निष्कासन, आवेदन प्रक्रिया, सम्भावित फाइदाहरू तथा यसको बजार मूल्यको विस्तृत विश्लेषण गर्नेछौँ। यदि तपाईँ नेपाली शेयर बजारमा नियमित लगानीकर्ता हुनुहुन्छ भने यस कम्पनीको एफपिओ बारे सम्पूर्ण जानकारी लिनको लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडको मुख्य कार्यालय काभ्रेपलाञ्चोक बनेपा वडा नम्बर 13 मा रहेको छ। कम्पनीले आगामी दिनमा थप सार्वजनिक निष्कासन एफपिओ मार्फत नयाँ शेयर जारी गर्न लागेको छ। आर्थिक वर्ष 2080 पुस मसान्तसम्मको अनअडिटेड विवरण अनुसार कम्पनीको नेटवर्थ करिब 130 रुपैयाँ 40 पैसा रहेको छ। सेकेन्डरी बजारमा यसको उच्च मूल्य कायम हुनुको प्रमुख कारण कम्पनीको सीमित लिस्टेड शेयर मात्र रहेको हो। कम्पनीले एफपिओ अन्तर्गत 1,29,000 भन्दा बढी किता शेयर जारी गर्नेछ, जसमा सर्वसाधारण, विदेशी रोजगारीमा रहेका नेपालीहरू तथा अन्य योग्य लगानीकर्ताहरूले आवेदन दिन सक्नेछन्। यस कम्पनीमा लगानी गर्दा यसको वित्तीय अवस्था, बजारमा रहेको माग र जोखिमलाई मध्यनजर गरी निर्णय लिन उचित हुनेछ। कम्पनीको एफपिओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंक लिमिटेड रहेको छ र लगानीकर्ताहरूले मेरो शेयर पोर्टल वा नजिकैको बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको एफपिओ चैत्र 21 गतेदेखि प्रारम्भ भई छिटोमा चैत्र 26 गतेसम्म र ढिलोमा वैशाख 4 गतेसम्म खुल्ला रहनेछ। बजारमा कम्पनीको शेयर अत्याधिक मूल्यमा कारोबार भइरहेको कारणले गर्दा एफपिओमा व्यापक प्रतिस्पर्धा रहने सम्भावना छ। हालको बजार प्रवृत्ति हेर्दा अधिकतम लगानीकर्ताहरूले न्यूनतम 10 किताका लागि आवेदन दिने सम्भावना उच्च छ। यदि तपाईले शेयर बजारमा लगानी गर्ने सोच बनाउनु भएको छ भने कम्पनीको वित्तीय अवस्था, बजारको माग र लगानी जोखिमलाई ध्यानमा राख्दै आवेदन दिनुहोस्। धन्यवाद। यदि तपाईले हाम्रो अघिल्लो भिडियो हेर्नुभएको छैन भने हामीले चैत्र महिनामा खुल्न गइरहेको आइपिओहरूको अरू अपडेटहरू त्यहाँ पनि दिएको छौँ र आउँदो भिडियोहरूलाई पनि माया देखाइदिनुहोस् भन्दै म हजुरहरूबाट बिदा लिन चाहन्छु। धन्यवाद।